प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनमा हामीले चाहिँ के गर्नु पर्यो भने यसको स्टेटमेन्ट के रहेछ भने द प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन states that if Pn be the given statement है Pn be the given statement and if number first मा P1 is true है यो n equals to 1 को लागि चाहिँ true हुनु पर्यो त्यसपछि सेकेन्ड मा pk plus 1 is true whenever pk is true जतिखेर pk चाहिँ true हुन्छ n equals to k को लागि चाहिँ true हुन्छ त्यतिखेर चाहिँ हामीले pk plus 1 is true देखाउनु पर्यो हामीले के है त यसमा चाहिँ के भन्न पाउँछौ देन हामीले कन्क्लुजन के भन्न पाउँछौ भने देन pn is true for all n belongs to natural number है यहाँ चाहिँ यो k भनेको पनि के हुन्छ k belongs to also natural number है त भनेपछि हामीले यसमा चाहिँ दुईटा कन्डिसन मात्रै राखेका छौं तर यसमा चाहिँ कन्डिसनलाई डिवाइड गर्दाखेरि के हुन्छ भने pk ट्रू हुँदाखेरि मात्रै हामीले के भन्न पाइन्छ pk plus 1 चाहिँ ट्रू छ भनेर भन्न पाइन्छ के जस्तो यहाँबाट चाहिँ हामीले एकदमै टप 10 फ्लोरमा पुग्नु छ भने हामीले चाहिँ प्रत्येक भर्याङको चाहिँ खुड्कीलाई हिँड्दै जानु पर्यो हैन अब खुड्कीलाई हिँड्दै गयो भने चाहिँ जस्तो चाहिँ बीचमा चाहिँ कुनै एउटा चाहिँ खुड्कीलाई ब्रेक छ भने त्योभन्दा माथि हामी त पुग्न सक्दैनौं सकिन्छ त सकिदैन नि भनेपछि त्यस्तो केसमा चाहिँ हामीले के गर्नुपर्छ त्यही गरे स्टप गर्नुपर्ने हुन्छ अब त्योभन्दा माथि पुग्नलाई त पछाडीको खुड्कीलाई चाहिँ के हुनु पर्यो सही हुनु पर्यो हैन र सो यसमा पनि सेम त्यही हो k plus 1 मा चाहिँ पुग्नलाई चाहिँ के हुनु पर्छ pk चाहिँ ट्रू हुनु पर्यो के n equals to k मा चाहिँ ट्रू भएको हुनु पर्यो ल अब यसको चाहिँ हामीले एउटा एक्जाम्पलबाट हेरौं यो म्याथमेटिकल इन्डक्सन कसरी युज गर्छ हामीले हेरौं है prove that or prove by the method of induction that 1 plus 2 plus 3 plus n is n plus 1 by 2 है त अब यसको चाहिँ प्रुभ गर्नलाई हामीले के गर्नु पर्यो भने जुन चाहिँ गिवन स्टेटमेन्ट छ यो गिवन स्टेटमेन्ट त यो 1 plus 2 plus 3 गर्दै n सम्मको सम चाहिँ कति छ n plus 1 by 2 छ यो चाहिँ हामीले स्टेटमेन्ट गिवन छ त्यही भएर यसलाई चाहिँ pn भनेर एज्युम गरौँ है सो लेट pn be the given statement है यो चाहिँ के हो गिवन स्टेटमेन्ट हो है देन हामीले चाहिँ के लेख्न पाइन्छ pn is यो 1 plus 2 plus 3 plus dot plus n is n plus 1 by 2 लेख्न पायो है यसलाई चाहिँ pn भनेर एज्युम गर्ने जुन स्टेटमेन्ट हामीलाई प्रुभ गर्नु छ त्यसलाई चाहिँ pn भनेर एज्युम गर्नु पर्यो अब हामीले चाहिँ के गर्नु पर्छ n equals to 1 मा ट्रू गर्नु पर्यो दैट इज p1 ट्रू को देखाउनु पर्यो हामीले हैन सो यसमा चाहिँ हामीले when n equals to 1 लियो भने यो जुन pn को स्टेटमेन्ट यो चाहिँ LHS भयो यो चाहिँ RHS भयो के यो LHS र RHS हामीले इक्वल देखाउनु पर्यो के प्रत्येक कन्डिसनमा भनेपछि यसमा
के हुन्छ n इक्वल्स टु 1 लिँदाखेरि यसको LHS हेरौँ LHS के हुन्छ n इक्वल्स टु 1 छ भने 1 मात्रै हुन्छ नि हो कि नै यसको RHS हेरौँ RHS भनेको 1 into 1 plus 1/2 भयो यो भनेको 1 into 2/2 भयो भनेपछि यो पनि 1 नै भयो हो कि नै भनेपछि यहाँबाट हामीले कन्क्लुजन के निकाल्न सक्यो LHS is equals to RHS भनेपछि सो के भन्न पाइन्छ P1 is true भन्न पाइयो हैन सो P1 is हामीले ट्रू भन्न पाइयो अब चाहिँ हामीले यसमा के गर्ने हो n equals to k को लागि चाहिँ एजुम गर्ने के है त सो हामीले के गरौँ लेट pk be ट्रू भनेर एजुम गर्ने ट्रू for k belongs to natural number set of natural number है यो n equals to k को लागि चाहिँ ट्रू छ भने यो जुन माथिको स्टेटमेन्ट छ नि यहाँनिरको यो pn भनेर स्टेटमेन्ट जुन हामीले एजुम गरेका छौं यो स्टेटमेन्ट चाहिँ के हुन्छ यसलाई चाहिँ हामीले pk भनेर भन्छौं हैन अनि यो 1 plus 2 plus 3 plus गर्दै गर्दै यो k सम्मको समलाई हामीले के भन्न पाइन्छ k times k plus 1/2 भन्न पाए हैन यसलाई चाहिँ हामीले फर्स्ट मान्दियौ है त अब हामीले चाहिँ के प्रुभ गर्न बाँकी छ भने यो k plus 1 को लागि चाहिँ ट्रू देखाउनु पर्यो त्यसको लागि चाहिँ हामीले यो रिजल्ट 1 चाहिँ इक्वेसन 1 मा चाहिँ जुन रिजल्ट छ यो रिजल्टलाई हामीले युज गर्नुपर्ने हुन्छ सो यहाँ चाहिँ लेखौं एकपल्ट नाउ we shall show that pk plus 1 is true when pk is true जतिखेर pk ट्रू हुन्छ अनि मात्रै त्यो केसमा हामीले pk plus 1 चाहिँ ट्रू देखाउन सकिन्छ है n equals to k मा ट्रू भएन भने हामीले n equals to k plus 1 मा ट्रू देखाउन सकिदैन है भनेपछि यसको लागि चाहिँ हामीले के गर्नु पर्यो भने यो जुन pk को स्टेटमेन्ट छ यसमा हामीले चाहिँ के थप दिए पुग्छ यहाँ त k plus 1 को लागि चाहिँ ट्रू देखाउनु छ भने यसमा चाहिँ के गर्नु पर्यो दुईटै साइड k plus 1 टर्म चाहिँ थप दिनु पर्यो के है त k plus 1 दुईटै साइड चाहिँ के गर्नु पर्यो इक्वेसन फर्स्ट मा एड गर्दिनु पर्यो के भनेपछि के हुन्छ for this we add k plus 1 on both sides of first है त we get दुईटै साइड हामीले k plus 1 एड गर्दियो भने यो चाहिँ के हुन्छ now 1 plus 2 plus 3 plus गर्दै यो सुरुमा k सम्म थियो यसमा चाहिँ के गरेको हामीले एउटा k plus 1 चाहिँ एड गरेको है दुईटै साइड ठीक छ यो k plus 1 यसको राइट साइड के हो k into k plus 1/2 अनि प्लस k plus 1 है त दुईटै साइड के गरेको हामीले यो k plus 1 एड गरेको है अब यसको LHS त ठ्याक्कै मिलेको छ तर RHS यसको चाहिँ मिलेको छैन है यसको RHS चाहिँ कस्तो हुनु पर्छ भने राइट साइडको भ्यालु चाहिँ के हुनु पर्यो यहाँ चाहिँ के छ k into k plus 1/2 छ भने के हुनु पर्छ यहाँ k plus 1 times k plus 1 plus 1/2 गर्नु पर्यो हुनु पर्यो कि यहाँनिर अब यसको चाहिँ के गर्दै हामीले यहाँनिर यसलाई चाहिँ सिम्प्लिफाई गर्दियौ अब सिम्प्लिफाई गर्नलाई एलसीएम ल्याउ तलमाथि क्याटकुट पारौं के हुन्छ हेरौं है त भनेपछि के हुने भयो यहाँनिर हेरौं त यो k plus 1 कमन लिदिने k plus 1 कमन लिदियो भने यहाँ रिमेनिङ भनेको k/2 भयो यहाँ चाहिँ प्लस 1 भयो हैन अब यहाँबाट चाहिँ के हुन्छ भने यो k plus 1 अनि यहाँ चाहिँ के भयो
k + 2/2 k + 2/2 भयो। अब यिनी दुईटालाई मर्ज गरिदिनु पर्यो। मर्ज गरे भने के हुन्छ यो k + 1 अनि यो k + 2 लाई हामीले k + 1 अनि +1 गर्न पाइन्छ हैन डिवाइड बाइ 2 भनेपछि यो चाहिँ के भयो भने n = k + 1 यो चाहिँ के भयो n = k + 1 को लागि चाहिँ ट्रु भयो है। यहाँबाट के भन्न पाइन्छ which shows that pk + 1 is true whenever pk is true है। जति बेला चाहिँ pk ट्रु हुन्छ त्यति बेला चाहिँ k + 1 को लागि चाहिँ के हुन्छ जुन स्टेटमेन्ट दिएको थियो त्यो स्टेटमेन्ट ट्रु हुन्छ। भनेपछि म्याथमेटिकल इन्डक्सनले के भन्छ यहाँनिर hence by the principle of mathematical induction Pn is true for all n belongs to set of natural number है। यसरी चाहिँ हामीले यो प्रुभ गर्न सक्यौं है त। यो चाहिँ प्रुभ गर्न चाहिँ जस्तो सुकै स्टेटमेन्ट दिएको छ हामीले चाहिँ यसरी नै गर्नुपर्ने हुन्छ है।